यी सबै कुराहरू केही क्षणको लागि हुन्। अनि उसले गरेका धेरै राम्रा कुराले उसले नाम राख्नको निम्ति धेरै प्रयास गर्छ। नाम राखेला किताबको पन्नामा, तर ऊ आफैलाई थाहा हुँदैन कि उसको नाम किताबको पन्नामा छ कि छैन। कीर्ति राख्नुपर्छ भन्छन् मान्छेले, ताकि मरेर गएपछि पनि उसको प्रशंसा मान्छेले गरिरहन्। यो कुराको विरोधी त म होइन, तर फाइदा चाहिँ के हुन्छ भनेर प्रश्न उठाउने मान्छे हो। फाइदा के हुन्छ त्यो फाइदा ऊ आफैलाई थाहा हुन्छ। ऊ मरेर गयो, उसको पृथ्वीमा उसले चाहिँ कागजमा आफ्नो नाम दर्ज गराएर गयो। अनि माथि बसेर मेरो नाम त फलान ठाउँमा छ भन्दा यत्रो नाक बनाउँदै बसेको हुन्छ र त्यो, यहाँ हेर्दै बसेको हुन्छ र त्यो। यहाँ उसले गरेका ती भलाइका कार्यहरूको विषयमा बरु मलाई लाग्छ शोक गर्दै बस्छ, उसले पछुताउँदै बस्छ। मैले मानिसहरूको सामने आफ्नो नाम त राख्न चाहेँ, मानिसहरूको सामने मैले यत्रो परिश्रम त मैले गरेँ, तर मलाई फाइदा केही पनि भएन। मेरो नाम त त्यहाँ रह्यो, मेरो गुणगान त मान्छेले गर्दैछन्, तर म कहाँ छु भनेर यिनीहरूले कहिले सोचे? मैले पाउनुपर्ने त्यो कुरा जहाँको निम्ति मैले गर्नुपर्छ त्यहाँको निम्ति मैले गरिनँ, तर म मेरो जीवनमा प्रफुल्लित भएँ, संसारमा मैले गरेको परिश्रममा म प्रफुल्लित भएँ, मैले गरेर रचेका कृतिहरूमा म प्रसन्न भएँ, मैले गरेका कार्यहरूमा म प्रसन्न भएँ, त्यसैमा म गदगद भएँ। मेरो चर्चा चारैतिर हुँदाखेरि म खुसी भएँ, मलाई फुलमाला पहिराउँदाखेरि म खुसी भएँ, मानिसहरूले मेरो गीत गाउँदाखेरि म खुसी भएँ, मलाई मानिसहरूले सम्मान दिँदा म खुसी भएँ। तर आज मलाई मेरो हातमा हात राखेर सुन्ने भयो, मेरो नाम त त्यहाँ छ, यी मान्छेहरू जसले मेरो नामको अहिले पनि गीत गाउँदैछन्, नगाइदिए त हुन्थ्यो नि, मेरो पछुतो किन बढाइदिन्छ नि मेरोले भन्छ होला त्यो भएको मान्छेले। आत्मामा चल्ने मान्छे, परमेश्वरमा निर्भर हुने मान्छे, जो आफ्ना योजनामा त्यति धेरै कुद्दैन, आफ्नो प्लानमा त्यति धेरै कुद्दैन, जबरजस्ती गर्दैन, म यसै गर्छु यसै गर्छु। तिम्रो फक्रिएको जीवनमा अब मैले एउटा फुल फुलाउँछु, तिमी आफै फुल्दैछौ, त्यो सुकेर जान्छ, ओइलिएर जान्छ, तर जब म तिम्रो जीवनमा फुल्छु तब त्यो जीवन कहिले पनि के गर्दैन, ओइलिँदैन। जस्तै घामले नै ओइलिँदैन, त्यो सधैँ सधैँ फुल्छ, सधैँ सधैँ बास्ना दिन्छ, त्यसले सधैँ सधैँ फक्रिबस्छ। त्यो त्यस्तो फुल संसारमा देख्नु भएको छ? देख्नु भएको छैन। तर ती फुलहरू त हामी हौँ। यदि प्रभुले यसलाई हाम्रो जीवनमा फुल्न दियौँ भने, हामी ओइलिने फुलहरूले हामी आफूलाई ओइलिने ठाउँमा परमेश्वरको त्यो हावालाई हामीले चाह्यौँ भने हाम्रो जीवनमा चाहिँ प्रभु फुल्नुहुन्छ। अनि हामी सधैँ फक्रिन्छौँ, सधैँ सुगन्ध छर्नेहरू बन्छौँ है। हामी परमेश्वरको घरमा सधैँ के गर्नेछौँ? परमेश्वरको घरमा रोपेको वृक्ष जस्ता हुनेछौँ। तिमीले नयाँ जन्म पाएका छौ परमेश्वरको अविनाशी बिउद्वारा, किनकि सबै प्राणी घाँस हुन्। अर्थात् मानिसबाट आएको जीवन घाँस हो, प्रभुबाट आएको जीवन चाहिँ घाँस होइन भनेको के किन छ कि छैन भन्नुहोस् त कुरा? यो किन पढे तल्लो मात्रै पढ्छौँ हामीले, त्यही भएर कुरा बुझ्दैनौँ। तिमीले अविनाशी बिउबाट नयाँ जन्म पाएका छौ, त्यसमा तिमी घाँस होइनौ। अघि त सबैलाई घाँस होइन थिएँ मैले। अब प्रभुमा नयाँ जन्म पाएका विश्वासी घाँस होइनन्। ए घाँस विश्वासी, अब घाँस नभन्नुहोस् है हजुरलाई, ए घाँस नभन्नुहोस्, विश्वासी घाँस होइन। किनभने उसले के पाएको छ? अब नयाँ जन्म पाएको छ, उसले अविनाशी बिउबाट जन्मिएको छ। त्यस आवाजले भन्यो कराएर भन्, अनि उसले भन्यो कराएर म के भनौँ? सबै प्राणी घाँस हो, अनि त्यसको सारा सुन्दरता मैदानको फुल जस्तै। घाँस सुकिजान्छ, फुल ओइलिन्छ, किनकि परमप्रभुको आत्मा त्यसमाथि बहनुहुन्छ। निश्चय नै मानिस घाँस हो, घाँस सुकिजान्छ, फुल ओइलिन्छ, तर हाम्रो परमेश्वरको वचन सदैव रहिरहन्छ। एउटा खण्ड हामीले पढ्यौँ, यशाया 40 अध्यायको 6 र 7 हामीले पढ्यौँ। र आवाजले भन्दैछ अरे, त्यो आवाजले भन्यो cry, and he said, what shall I cry? र कराऊ भनेर आवाजले भन्यो। र त्यसपछि म के कराऊ भनेर फेरि चाहिँ सोधियो। all flesh is grass, सम्पूर्ण मानिस जाति अर्थात् शरीरधारीहरू चाहिँ, फ्लेस भनेको चाहिँ मानिसहरूको शरीरलाई भनेको चाहिँ विशेष, यिनीहरू चाहिँ घाँस हुन् रे। हामी घाँस हौ त, सबै घाँस हुन् अरे। एकदमै घाँस भनेको चाहिँ त्यसको कुनै त्यति ठुलो भूमिका नभएको, त्यति ठुलो स्तर नभएको है। कोही मान्छेले चाहिँ कुरा बिगार्दाखेरि कस्तो घाँस रहेछ भन्छ नि, कस्तो घाँस मान्छे रहेछ भन्छ नि कति चाहिँ। घाँस भनेको जता पनि पाइने, खासै त्यति महत्त्व नभएको, त्यति अर्थ नभएको मान्छे है। अनि यहाँनिर भन्छ all flesh is grass and all the godliness thereof, goodness thereof is the flower of the field। र त्यसमा भएको सबै भलाइहरू, गुडनेस र गडलिनेस चाहिँ फरक है। गडलिनेस भनेको चाहिँ भक्ति हो, गुडनेस भनेको चाहिँ भलाइ।
उसले जति पनि राम्रो गरिरहेको छ, जति राम्रो गर्छु भनेर उसले भन्छ, ती सम्पूर्ण कुराहरू चाहिँ के हुन अरे मैदानका फुल जस्ता हुन अरे। घाँसमा फुल फुलेको हुन्छ, बिहान फुल फुल्छ, त्यसो घाम लागेपछि के हुन्छ, अनि बतास चल्न थालेपछि त्यो चाहिँ सुक्छ, अनि त्यसले चाहिँ त्यसलाई डिस्कलर पनि बनाइदिन्छ, अनि त्यो चाहिँ त्यसको खास अस्तित्व रहँदैन। अनि यहाँनिर 7 मा भनेको छ द ग्रास withered, the flower fadeth because the spirit of the Lord bloweth upon it। घाँस ओइलिहाल्छ अथवा सुकिजान्छ, अनि फुल पनि के गर्छ, ओइलिहाल्छ, अनि परमप्रभुको आत्मा यसमाथि बहनुहुन्छ। यो आत्मा भन्ने अर्थ चाहिँ स्पिरिट अफ द लर्ड फेडेथ, स्पिरिट अफ द लर्ड ब्लोइथ अपन इट। परमेश्वरको आत्मा यसमाथि बहनुहुन्छ भनेको चाहिँ यहाँनिर चाहिँ हावा भन्ने अर्थमा प्रयोग गरिएको, परमेश्वरको हावा, यो चाहिँ स्पिरिट भन्ने शब्द प्रयोग गरिएको छ यहाँनिर, अथवा परमेश्वरको हावा। त्यहाँनिर त्यो वायुसित त्यहाँनिर के गरिएको छ, तुलना गरिएको छ। यहाँनिर मेरो रेफरेन्समा चाहिँ ब्रेथ भन्ने शब्द प्रयोग गरिएको छ। परमेश्वरको सासमा के हुन्छ, हावा हुन्छ। परमेश्वरले फुक्नु भयो भनेको छ नि, सास फुक्नु भयो, त्यो त मान्छेको निम्ति के भन्यो, त्यो एउटा पछि मान्छेको जीवन भयो यो चाहिँ। त्यसै कारण त्यहाँनिर एउटा वायुसँग, एउटा हावासँग, एउटा साससँग यसलाई के गरेको छ, तुलना गरेको छ। यसले त्यसलाई सुकाइदिन्छ। Surely the people is grass, surely the people is grass। एउटा होल मानिसहरूलाई समेटेर इज भन्ने शब्द प्रयोग गरिएको छ, अर्थात् सम्पूर्ण मानिसहरू भन्ने अर्थ नगर्नुहोस्, मानिस जाति चाहिँ घाँस हो भनेर सिङ्गुलर शब्द प्रयोग गरेको छ, मानिस जातिलाई प्रयोग गरेको छ यहाँनिर चाहिँ। पुरा मानिस जाति चाहिँ घाँस हो, निश्चय नै मानिस जाति घाँस हो। यसलाई चाहिँ परमेश्वरको सासले चाहिँ निर्धारण गर्दछ। यसमा कति भलाइका कुराहरू छन्, त्यसले चाहिँ ती पनि सबै कुराहरू चाहिँ के हुन्, घाँस हुन् तिनीहरू पनि। त्यसमा कुनै पनि असल कुराहरू छैन। मान्छे घाँस हो, अनि त्यसमा भएका राम्रा कुराहरू चाहिँ फुल हो, त्यो घाँसको फुल। त्यो घाँस फुल्छ अनि त्यसको त्यो रहँदैन पनि धेरै। त्यसमा फुल चाहिँ घाँसभन्दा के हुन्छ, राम्रो हुन्छ, मनमोहक हुन्छ, सुन्दर हुन्छ। मान्छेहरूको सामने त्यसले के देखाउँछ, कीर्ति देखाउँछ। आहा क्या सुन्दर, क्या राम्रो। अनि फुल फुलेको घाँसमा गएर हामीले त्यतिखेर फोटो खिच्न मनपर्छ है, त्यो एकदमै सुन्दर देखा पर्दछ। तिनीहरू एकदम थोरै समयका हुन्छन् र तिनीहरू फेरि के हुन्छन्, हराएर जान्छन्। यहाँ 14 को 2 लाई पढ्नुहोस् न, त्यो पुस्तक 14 को 2। त्यो फुल चाहिँ फक्रिन्छ, फुल जस्तै त्यो फक्रिन्छ र काटिन्छ, छाया चाहिँ त्यो भाग्दै जान्छ र रहिरहँदैन। फुल जस्तो फक्रिन्छ अनि छाया जस्तो के हुन्छ अरे, त्यो भाग्छ, टुट्छ भनौँ न। त्यो रहिरहँदैन, छाया रहिरहन्छ र छाया रहिरहँदैन। छाया वास्तविक होइन, तर आकृति त त्यही मान्छेको हो फेरि। र छायालाई पक्रिन सकिन्छ, सकिँदैन। छाया कुनै व्यक्ति हो होइन, तर त्यो मान्छेको त्यहाँनिर यताबाट घाम लाग्यो, यतातिर मान्छेको छाया देखिन्छ। घाम छड्के लागेछ भने मान्छे नि ठुलो देखिन्छ है, अनि हात पाखुरा पनि यत्रा देखिन्छ, रुख जस्ता। अनि घाम चाहिँ सिद्ध गरेछ भने मान्छे डल्दै देखिन्छ है। घाम अलिकति छड्केछ भने मान्छे आफूभन्दा नि सानो देखिन्छ होइन। छायाको कुनै पनि त्यसको कुनै पनि अर्थ हुँदैन, त्यो उतिखेर घट्ने र बढ्ने, त्यसको कुनै पनि स्थायित्व हुँदैन। मान्छेको जीवन पनि एकैछिनको निम्ति देखा पर्ने जीवन हो र यो सधैँ रहिरहँदैन। त्यसैले बाइबलमा के भनेको छ भन्दाखेरि तिमीहरू मानिसको जीवन 2 दिनको भन्ने कुरा जानेर मान्छेले चाहिँ घमण्ड गर्न मिल्दैन। मान्छे नम्र हुन सिक्नुपर्छ। अघि पछि नतर्से पनि मान्छे जब मरिरहेको हुन्छ त्यतिखेर मान्छेलाई अलिकति छातीमा हात राखेर सोच्नै पर्ने हुन्छ। मान्छेले अघि पछि नसोचे पनि त्यतिखेर सोच्नुपर्छ, मेरो पनि पालो आउँछ, भोलि म पनि यसरी नै जाने हो, यसरी नै मैले पनि संसार छोड्ने हो भने त्यतिखेर मान्छे डराउँछ। त्यसै कारण बाइबलले भन्छ मानिसको जीवन चाहिँ एउटा छाया जस्तो, घाँसको फुल जस्तो। यो जीवनमा तपाईँ हामीले घमण्ड गरिबस्नु हुँदैन। म 2 दिनको हुँ, मान्छेका 7 सिमाना तोकिएका छन् अरे क्या, आयुको दिन पनि तोकिएको छ अरे मान्छेको। त्यसै कारण यस्तो जीवनमा तपाईँ हामीले कहिल्यै पनि घमण्ड गर्नु हुँदैन, नम्र हुनुपर्छ। एकचोटि हामीले जहिले पनि सोच्नुपर्छ, म यो संसारमा चाहिँ अल्पायुको हुँ, मेरा दिन चाहिँ थोरै छन्, अनि म चाहिँ मेरा दिनहरू लामा छैनन्। कहाँ लेखेछ, 5 पदमा होला। किनभने मानिसको आयु तोकिएको छ, त्यसका महिनाको संख्या तपाईसँग छ, त्यसका महिनाका संख्या तपाईसँग छ, तपाईले त्यसका सीमानाहरू बाँध्नु भएको छ हजुर, र त्यसले त्यो पार गर्न सक्दैन। त्यसै कारण मान्छे संसारमा अल्पायुको छ, अथवा थोरै। अल्पायु भनेको थोरै आयुको छ भनेको, अल्प भनेको थोरै भनेको, धेरै होइन। पुरा भएको विपरीत हो, अथवा धेरैको विपरीत हो अल्प। थोरै छोटो, अल्प समय भनिन्छ नि, छोटो समय। हामी छोटो समयको निम्ति संसारमा देखा परेको छ र अनन्त हामीले कहीँ बिताउनुपर्छ। यो संसार छोडेर हामी कहीँ जानु छ, हामी भित्र विद्यमान हाम्रो आत्मा मर्दैन। त्यसै कारणले यो संसार छोडेर जानुभन्दा पहिला, यो घाँस ओइलिएर जानुभन्दा पहिला, अनि यो फुल ओइलिएर जानुभन्दा पहिला
घाँस सुक्नुभन्दा पहिला अनि फुल ओइलिनुभन्दा पहिला उसले सत्यलाई पाउनुपर्छ। अनि उसले एउटा चाहना गर्नुपर्छ कि त्यो फुल चाहिँ सधैँको निम्ति के गरोस्, फक्रियोस्। कति प्रकारका त्यो फुलहरूको आयु नै हुँदैन क्या। तपाईँले 12 बजे फुल भन्नुहुन्छ होइन, यो के त्यसको अरू नाम के हो? अनि त्यो फुल 12 बजेसम्म फुल्ने हो, त्यसपछि फेरि ओइलाएर जाने हो, किन घाम सँगसँगै हावा चल्ने सँगसँगै त्यो ओइलाएर जान्छ। अनि भोलिपल्ट अर्को चाहिँ फुल्ने हो, त्यही होइन, त्यो त सधैँको निम्ति ओइलायो फेरि। तर 3 दिनै फुलिरहेको हुन्छ, तर त्यही होइन, अर्को फुल्दै जान्छ, त्यो ओइलाउँदै जान्छ। बस एक दिन केही घन्टाको लागि फुल्छ, त्यो बिहान फुलेको हुन्छ, 12 बजेसम्म लगभग रहन्छ, त्यसपछि सुक्दै जान्छ। अनि यस्ता त्यो मात्रै नभएर धेरै प्रकारका घाँसका फुलहरू यस्तै प्रकारका हुन्छन्। तिनीहरू चाहिँ केही समयको निम्ति देखा पर्छन्। यो चाहिँ मानिसले गरेका भलाइका कार्यहरू, त्यो घाँस आफैले मानिसलाई सङ्केत गर्छ भने त्यो फुलेको फुलको जुन मनमोहकता चाहिँ मान्छेमा भएका केही राम्रा गुणहरू, उसले गरेका केही राम्रा कामहरू, उसले गरेका केही प्रतिष्ठित कामहरू, उसले गरेका कुनै पनि त्यस्ता किसिमका प्रशंसाका कुराहरू, आहा फलानु त क्या समाजसेवी छ, फलानु त क्या राम्रो छ, फलानुको बोली वचन कति मिठो छ, फलानुको व्यवहार कति राम्रो छ, फलानु कस्तो परिश्रमी छ, फलानु त फर्स्ट भयो नि है, फलानुले त कस्तो राम्रो प्रगति गर्यो नि, कस्तो राम्रो धन कमायो नि। यी सबै कुराहरू केही क्षणको लागि हुन्। अनि उसले गरेका धेरै राम्रा कुराले उसले नाम राख्नको निम्ति धेरै प्रयास गर्छ। नाम राखेला किताबको पन्नामा, तर ऊ आफैलाई थाहा हुँदैन कि उसको नाम किताबको पन्नामा छ कि छैन। कीर्ति राख्नुपर्छ भन्छन् मान्छेले, ताकि मरेर गएपछि पनि उसको प्रशंसा मान्छेले गरिरहन्। यो कुराको विरोधी त म होइन, तर फाइदा चाहिँ के हुन्छ भनेर प्रश्न उठाउने मान्छेमा फाइदा के हुन्छ, त्यो फाइदा ऊ आफैलाई थाहा हुन्छ। ऊ मरेर गयो, उसको पृथ्वीमा उसले चाहिँ कागजमा आफ्नो नाम दर्ज गराएर गयो। अनि माथि बसेर मेरो नाम त फलाम ठाउँमा छ भन्दा यत्रो नाक बनाउँदै बसेको हुन्छ र त्यो यहाँ हेर्दै बसेको हुन्छ र त्यो यहाँ उसले गरेका ती भलाइका कार्यहरूको विषयमा बरु मलाई लाग्छ शोक गर्दै बस्छ, उसले पछुताउँदै बस्छ। मैले मानिसहरूको सामने आफ्नो नाम त राख्न चाहेँ, मानिसहरूको सामने मैले यत्रो परिश्रम त मैले गरेँ, तर मलाई फाइदा केही पनि भएन। मेरो नाम त त्यहाँ रह्यो, मेरो गुणगान त मान्छेले गर्दैछन्, तर म कहाँ छु भनेर यिनीहरूले कहिले सोचे। मैले पाउनुपर्ने त्यो कुरा जहाँको निम्ति मैले गर्नुपर्छ त्यहाँको निम्ति मैले गरिनँ, तर म मेरो जीवनमा प्रफुल्लित भएँ, संसारमा मैले गरेको परिश्रममा म प्रफुल्लित भएँ, मैले गरेका रचेका कृतिहरूमा म प्रसन्न भएँ, मैले गरेका कार्यहरूमा म प्रसन्न भएँ, त्यसैमा म गदगद भएँ। मेरो चर्चा चारैतिर हुँदाखेरि म खुसी भएँ, मलाई फुलमाला पहिराउँदाखेरि म खुसी भएँ, मानिसहरूले मेरो गीत गाउँदाखेरि म खुसी भएँ, मलाई मानिसहरूले सम्मान दिँदा म खुसी भएँ। तर आज मलाई मेरो हातमा हात राखेर सुन्ने भयो, मेरो नाम त त्यहाँ छ, यी मान्छेहरू जसले मेरो नामको अहिले पनि गीत गाउँदैछन्, नगाइदिए त हुन्थ्यो नि, मेरो पछुतो किन बढाइदिन्छन् यिनीहरूले भन्छ होला त्यो भएको मान्छेले। कहिल्यै नटुङ्गिने पछुतो मलाई लाग्छ। यहाँ जति मान्छेले त्यसको सम्मान हेरेर गुनगाई गाइरहेका हुन्छ नि, त्यति उसलाई पछुतो हुन्छ। त्यहाँ त्यसरी नगाए त हुन्थ्यो नि, नगाए त हुन्थ्यो नि। तपाईँले एउटा कुनै पनि गलत एउटा काम गर्नुभयो, पछि त्यो काम गलत थियो भनेर तपाईँलाई थाहा लाग्यो, अनि त्यसपछि त्यो गलत कामलाई मान्छेले उता प्रशंसा गर्न थाले, तर तपाईँलाई चाहिँ सुन्दाखेरि लाज लाग्न थालिरहेछ। नभने त हुन्थ्यो नि, नभने त हुन्थ्यो नि भन्ने तपाईँलाई लागिरहेछ। जति मान्छेले भन्छन् त्यति तपाईँ चाहिँ त्यो मानिसको त भाग्न मन लाग्छ तपाईँलाई, किन त्यो गलत थियो, त्यो गलत थियो। यो संसारमा मान्छेले गरेका ती कार्यहरूबाट एक दिन मान्छेलाई हुनसम्मको पछुतो हुनेवाला छ, हुनसम्मको पछुतो हुनेवाला छ। त्यसै कारण आज मान्छेले आफ्नो विषयमा सोच्नु जरुरी छ, आफ्नो विषयमा जान्नु जरुरी छ कि उनीहरूले यो संसारमा गरेका कार्यहरू साँच्चै नै स्वर्ग प्रसन्न हुने कार्यहरू हुन् कि होइन, उसको निम्ति पछिसम्म रहिरहने कार्यहरूले केही गरिरहेको छ कि छैन, उसको निम्ति रहने कार्यहरू केही भएका छन् कि छैनन्, उसले त्यो अनन्तमा कहाँ बिताउने अथवा त्यो अनन्तको निम्ति केही गरे कि गरेन, त्यहाँ उसको निम्ति केही कुरा बनियो कि बनिएन। किनभने मानिसले संसारबाट एक दिन त्यो कुरा लिएर जानेछ, ती कामहरू ती कुराहरू उसका पछि लाग्नेछन् जो संसारमा उसले गरेको थियो। असल कार्य गरेको थियो भने, प्रभुमा भएर काम गरेको थियो भने ती कामले उसलाई पछ्याउनेछन्। तर उसले चाहिँ यो संसारको उसले आर्जन गरेका कुराहरूको विषयमा भन्नुपर्दा त अयुबको मुखबाट एउटा शब्द निस्किन्छ, एउटा वाक्य निस्किन्छ, म आमाको मुखबाट नाङ्गै आएँ, के गर्नेछु, म नाङ्गै फर्केर जानेछु, मैले केही ल्याइनँ, मैले केही लिएर जाने पनि छैन। यो संसारको सम्पूर्ण मनमोहकता, यहाँको सम्पूर्ण आकर्षण मैले सबै यहीँ छोडेर जानेछु, मैले केही पनि लिएर जाने छैन। यहाँनिर मैले जे पनि आर्जन गरेँ त्यो कुरा मैले सबै यहाँ छोडेर जानेछु, मैले केही पनि लिएर जाने छैन। उसलाई त्यहाँनिर यहाँ गरेको कुनै पनि कार्यको निम्ति मैले यत्रो परिश्रम गरेँ, यत्रो मेहनत गरेँ, त्यहाँनिर मैले यति थुपारेको छु भन्ने कुराको खुसी उसले लिएर जान पाउने छैन, किनभने नाङ्गो गरेर जाने हो। उसले आफ्नो साथमा टिप्सका कुनै पनि कुरा त्यसले गरेका आफ्नो तर्फबाट गरेका राम्रा कुराहरू पछि लाग्ने छैन। र त्यस विषयमा उसको संसारमा जुन पनि नाम उसले राख्न चाहेको थियो त्यसको कुनै पनि त्यसले उसलाई कुनै पनि फाइदा पुर्याउने छैन, उसलाई पछुतो मात्रै हुनेछ, अनि उसलाई त्यो कुराको निम्ति ग्लानी बोध मात्रै हुनेछ, उसले सधैँ आफूलाई धिक्कार्दै रहनेछ। मैले त्यत्रो अमूल्य समय खेर पालेछु, मेरो बलबुताले जिउन खोज्दाखेरि मैले धेरै बेफाइदा भएछ, मेरो बलबुतामा बाँच्न खोज्दाखेरि चाहिँ मैले धेरै कुरा गुमाएछु, ध्यान दिनुपर्ने ठाउँमा मैले ध्यान दिइनँ छु,
ध्यान नदिने ठाउँमा मेरो नाम राख्नको निम्ति मात्रै मैले यति ठुलो परिश्रम गरेछु। त्यसै कारण ती कुराहरू संसारमा गरिने कम्पिटिसनहरूदेखि लिएर जति पनि प्रतिस्पर्धाहरू छन् संसारमा गरिने ती प्रतिस्पर्धाहरूदेखि लिएर आज क्रिस्चियन भएर मण्डलीमा गरिने प्रतिस्पर्धाहरू पनि सबै सामेल हुन्छन् त्यसमा। हामीले चर्चमा विशेष अगाडि आउनको लागि, प्रकट हुनको लागि, देखिनको लागि जति पनि कामहरू गर्छौँ ती प्रतिस्पर्धाहरू साँच्चै नै कस्ता खालका प्रतिस्पर्धा हुन्छन्? नोक्सान ल्याउने खालका प्रतिस्पर्धाहरू हुन्छन्। अनि ती कुराहरूको तपाईँ हामीलाई कुनै पनि के मिल्ने छैन, इनाम मिल्ने छैन। त्यसको निम्ति तपाईँ हामीलाई पछुतो मात्रै हुनेछ। मैले चाहिँ गलत गरेछु, म संसारमा होचिनुपर्ने ठाउँमा म बढेछु। घाँस कस्तो हुन्छ? ठाडो हुँदै बढिरहेको हुन्छ। उसलाई आफ्नो आयुको विषयमा केही पनि थाहा छैन। मेरो आयु चाहिँ सुकिजाने खालको हो। घाँस चाहिँ प्रत्येक साल उम्रिन्छ, प्रत्येक साल सुक्छ होइन र? अरू बिरुवाहरू केही वर्ष बाँच्छन्, तर घाँस प्रत्येक वर्ष सुक्ने हो अनि प्रत्येक वर्ष फेरि पलाउने हो। अर्को घाँस आउने, त्यही घाँस त होइन। एकचोटि आएको घाँस चाहिँ बढीमा बढी 1 वर्ष, त्यसपछि त्यो सुकेर जान्छ, सधैँको निम्ति सुकेर जान्छ। त्यसैलाई कतिले सञ्चय गरेर राख्छ, पशुलाई पछाडि खुवाउने, यतातिर मैले प्रायः देखेको हुन्छु घाँसलाई थुपारेर राख्ने, पछि सुकेको घाँसलाई पशुलाई खुवाउनको लागि होइन। अनि कसैले खर घाँसहरू हुन्छ त्यसलाई चाहिँ घर छाउनको निम्ति प्रयोग गर्ने। सुके त्यो अब त्यसको निम्ति अब त्यो सुकेको चिजलाई मान्छेले प्रयोग गर्यो, त्यसको हरियाली सकिएर गयो। अब त्यो कहिले पनि जिउँदो हुँदैन। यही प्रकारको मान्छेको जीवन हो। त्यो एउटा छाया जस्तो जीवन, त्यो एउटा घाँस जस्तो जीवन। यसमा चाहिँ तपाईँ हामीले घमण्ड गर्न छोडेर यो जीवन रहन्जेलसम्म तपाईँ हामीले बाटो खोज्नुपर्छ कि म यो 2 दिनको जीवन पाएको छु, यतिखेर मैले बाटो पाइनँ भने म अनन्तसम्मको निम्ति लस्ट हुन्छु, अनन्तसम्मको निम्ति म घुम्छु, म चाहिँ हराउँछु अनन्तसम्मको लागि। त्यसै कारण मैले यही नै यो कुराहरू खोज्नुपर्छ। यो एउटा बाटो हो। यदि कसैले आज जीवन पाउनु भएको छैन अनि 2 दिनको जीवनमा रमाउन खोजिरहनु भएको छ, अनन्त जीवन भन्ने तपाईँले चिन्नु भएको छैन, परमेश्वरदेखि तपाईँ अहिले पनि टाढा हुनुहुन्छ, त्यो अनन्तको हरियाली तपाईँले आफ्नो जीवनमा ल्याउन चाहनु भएको छैन, अनन्तको हरियाली हुन्छ भन्ने विषयमा तपाईँ अनभिज्ञ हुनुहुन्छ भने तपाईँले आज खोज्नुपर्छ। प्रभु येशू मसीह एउटा हरियो रुख हुनुहुन्छ अनि तपाईँ हामी मान्छे जातिलाई सुकेका रुखसँग तुलना गरिएको छ। यसै कारण तपाईँ हामी चाहिँ आज हाम्रो विषयमा चाहिँ के गर्नु जरुरी छ? सोच्नु जरुरी छ है। तपाईँ हामीलाई आफ्नो यो जीवनको विषयमा हामीले एकदम मनन गर्नु जरुरी छ कि म यसरी नष्ट भएर जानु हुँदैन, मैले जीवन पाउनुपर्छ, म सधैँको हरियो जीवन मैले पाउनुपर्छ। त्यो हरियोपनमा चाहिँ पहिले चाहिँ जीवनलाई सङ्केत गर्छ, किनभने हरियोपन गयो घाँसबाट भने त्यसको जीवन सकियो। बिस्तारै सुक्दै जाँदाखेरि त्यो हरियोपन घटेर जान्छ। उसको धानमा हरियामा मात्रै काट्दैन, गहुँ जौ यहाँनिर तपाईँ लगाउनु भएको छ हरियामा काट्नुहुन्न। त्यो पाक्दै गएपछि त्यसको त्यो सुक्दै जान्छ, त्यसको कलर चेन्ज हुँदै जान्छ, बिस्तारै पहेँलो हुन्छ, गर्दै 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 त्यो सुकेको त्यसलाई के कलरको भन्नु अब डिस्कलर भएर जान्छ त्यसपछि है। पहेँलोबाट हरियोबाट पहेँलो हुँदै जान्छ, हुँदाहुँदै कलरलेस हुन्छ, त्यो डिस्कलर भएर जान्छ। अब अर्को यहाँनिर आज हामीले बुझ्नुपर्ने अर्को पाठो यसले 40 अध्याय यसको हामीले पढ्नेछौँ 7 पदलाई। घाँस सुकिजान्छ, घाँस सुकिजान्छ, फुल ओइलिन्छ, फुल ओइलिन्छ, किनकि परमप्रभुको आत्मा त्यसमाथि बहनुहुन्छ। निश्चय नै मानिस घाँस हो, निश्चय नै मानिस घाँस हो, परमप्रभुको आत्मा त्यसमाथि बहनुहुन्छ। यहाँनिर एउटा विन्डसँग तुलना गरिएको छ। आउनुहोस् त भजन सङ्ग्रहको पुस्तक 103 अध्याय 15 पदलाई बोल्नुहोस् त। मानिसको आयु त घाँस जस्तै छ, मानिसको आयु त घाँस जस्तै छ, मैदानको फुल जस्तो त्यो फुल्दछ, मैदानको फुल जस्तै त्यो फुल्दछ। अनि किनकि त्यसमाथि हावा चल्न साथ त्यो रहँदैन, त्यसमाथि हावा चल्न साथ त्यो रहँदैन, अनि आफ्नो ठाउँ त्यसले फेरि चिन्दैन, आफ्नो ठाउँ फेरि त्यसले चिन्दैन, अर्थात् त्यो त्यहाँ रहँदैन। यहाँनिर 16मा लेखेको छ, फर द विन्ड पास ओभर इट एन्ड इट इज गन एन्ड द प्लेस देयर शल नो इट नो मोर। त्यो ठाउँ फेरि त्यसले चिन्दैन, अर्थात् त्यो ठाउँमा रहँदैन। अब त्यो जब हावा चलिसके पश्चात त्यो ठाउँबाट विस्थापित हुन्छ, त्यो ठाउँबाट त्यसलाई चाहिँ हटाइन्छ, अर्थात् त्यसको जुन पनि पूर्व ठाउँमा त्यो अब रहँदैन। त्यो ठाउँ रिप्लेसमेन्ट हुन्छ, त्यसको चाहिँ विस्थापन हुन्छ, प्रतिस्थापन हुन्छ। त्यसको चाहिँ त्यो छुट्टै ठाउँमा त्यो छुट्टै प्रयोगमा त्यो जान्छ। अब यहाँनिर हामीले बुझ्ने कुरा के हो भन्दा हुँदै माथि 15 पदमा हुन्छ, एज फर म्यान, मानिसको लागि हिज डेज आर एज घाँस, त्यसका दिनहरू घाँस जस्ता छन्, एज अ फ्लावर अफ द फिल्ड, मैदानका फुल जस्ता छन्, सो हि फ्लोरिसेथ, र त्यसरी नै त्यो चाहिँ फक्रिन्छ, मैदानको फुल त्यसरी नै फक्रिन्छ। फक्रिसकेपछि के हुन्छ, फर द विन्ड पास इट ओभर इट, यसमाथि हावा पास भएर जान्छ, एन्ड इट इज गन, जान्छ, एन्ड द प्लेस देयर शल नो इट नो मोर, र त्यसको त्यो विस्थापित हुन्छ त्यहाँबाट, त्यसले त्यो तपाईँले पनि चिन्दैन। यहाँनिर एउटा विषयलाई म तपाईँको आज राख्न चाहन्छु, त्यो विषय हो जब यसमाथिबाट हावा पास हुन्छ। यो हावाले चाहिँ यहाँनिर केलाई सङ्केत गर्न खोजेको होला भन्ने कुरालाई हामीले परमेश्वरको वचनबाटै बुझ्ने प्रयास गरौँ। यहाँनिर यो हावा पास हुन्छ, हावा पास हुन साथ चाहिँ त्यो के हुन्छ, ओइलिएर जान्छ। त्यो एउटा मौसम र एउटा सिजनलाई सङ्केत गर्छ यो हावाको कुराले।
एउटा यस्तो सिजनले त्यसलाई चाहिँ हिर्काउँछ। अनि बाइबलमा हामीले हेऱ्यौँ भने त्यहाँनिर पूर्वीय बतास, जस्तो उत्पत्तिको पुस्तकमा हामीले हेऱ्यौँ भने त्यहाँनिर पूर्वीय बतासले खाएका बालाहरूको विषयमा कुरा गरिएको छ। अनि नोहको समयमा हामीले हेऱ्यौँ भने त्यो हावा पूर्वीय बतास चल्यो र त्यसले चाहिँ त्यो पानीलाई के गरिदियो, सुकाइदियो। अलिकति केही पदहरू चाहिँ हेर्नु आउनुहोस् त, उत्पत्तिको पुस्तक 8 अध्याय त्यसको 1 पदलाई भन्नुहोस् त। उत्पत्ति 8 अध्यायको 1 पद। अब परमेश्वरले नोहलाई अनि उनीसित जहाजमा भएका हरेक जीवित प्राणी र सबै घरेलु पशुहरूले सम्झना गर्नुभयो। अनि परमेश्वरले पृथ्वीमाथि बतास चलाउनुभयो र पानी घट्यो। परमेश्वरले कसलाई सम्झना गर्नुभयो? नोह र नोहकोमा भएका जहाजमा भएका प्राणीहरूलाई सम्झना गर्नुभयो। त्यो परमेश्वरको सृष्टि हो, यसलाई बचाउनको निम्ति जहाजमा राखिएको थियो। अति धेरै दिनसम्म त्यो जहाजमा मात्रै रहन सक्दैनन्। तिनलाई सम्झना गर्नुभयो र तिनको याद गर्न, तिनलाई तिठाउनु भयो, तिनलाई प्रेम गर्नुभयो। त्यसै कारण परमेश्वरले त्यहाँनिर एउटा हावालाई प्रयोग गर्नुभयो, हावा चलाउनु भयो। अनि हावाले के गर्यो? त्यो पानीलाई सुकाउन थाल्यो, पृथ्वीलाई भरेको पानीलाई चाहिँ सुकाउन थाल्यो। पानीले एक किसिमको न्यायलाई सङ्केत गर्छ, मृत्युलाई सङ्केत गर्छ। त्यो न्याय र मृत्युलाई चाहिँ त्यो हावाले हटाउन थाल्यो। अनि पृथ्वीमा पानी घट्दै 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 गयो त्यो हावाको कारणले गर्दाखेरि, परमेश्वरले चलाएको हावाको कारणले गर्दाखेरि घट्दै घट्दै गयो। अनि नोहको जहाज चाहिँ पृथ्वीमा अवतरण भयो। अनि ती प्राणीहरूले फेरि फेर पाए, जमिन पाए, फेरि खानेकुराहरू पाए, तिनीहरू सुरक्षित भए। तिनलाई त्यहाँनिर सुरक्षित राख्नको निम्ति परमेश्वरले त्यहाँनिर हावालाई प्रयोग गर्नुभयो। यहाँनिर बचाउको निम्ति हावालाई प्रयोग गरिएको कुरा हामीले देख्यौँ भने अर्को ठाउँमा उत्पत्तिको पुस्तक 41 अध्याय 6 पद। अनि हेर, तिनको पछि पातलो र पूर्वीय बतासले सेप्राक्क पारेका 7वटा बालाहरू निस्के। बालाहरू अन्नका बालाहरू गाउँका हुन सक्छन्, किन गाउँको चर्चा धेरै गरिएको छ। अनि यी बालाहरू पूर्वीय बतासले हानेर सेप्राक्क पारेका अरे क्या, फल फलाउन नसकेका, पोटिला दाना नभएका, यस्तो झुक्दैन, त्यो छाडै बसिरहेको हुन्छ। अनि त्यो पूर्वीय बतासले हानेर त्यसलाई चाहिँ बढ्न नदिएको, त्यो एकदम आफैमा सुकेको। यसले परमेश्वरको न्यायलाई सङ्केत गर्छ। त्यहाँनिर त्यसलाई चाहिँ त्यसले सुकाइदिएको छ। अनि त्यहाँनिर परमेश्वरले एउटा यस्तो अवस्था क्रिएट गर्न चाहनुहुन्छ है, जुन अवस्थामा बाटो भएर त्यो परिस्थिति र त्यो परिवेश जानुपर्छ। तत्कालीन परिस्थिति जानेर चाहिँ परमेश्वरले हिब्रू जाति अर्थात् इजरायलीमाथि जुन पनि एउटा ठुलो भविष्य राख्नु भएको थियो, अनि सारा संसारको भविष्य चाहिँ इजरायली जातिले बोकेको थियो। इजरायलीमाथि जुन भविष्य परमेश्वरले राख्नुभयो, किन राख्नुभयो भन्दाखेरि सारा जातिको भविष्य चाहिँ र पृथ्वीमा पछाडि हुने सम्पूर्ण कुराको भविष्य चाहिँ इजरायली जातिले बोकेको थियो। त्यहाँमाथि परमेश्वर सबै कुरा राख्दै हुनुहुन्थ्यो। त्यसै कारण 7 वर्षको अनिकालबाट लिएर 7 वर्षको सहकालबाट लिएर 7 वर्षको अनिकालसम्म परमेश्वरले त्यो एउटा वातावरण तयार गर्न चाहनुहुन्थ्यो, जसमा चाहिँ यो सुकेका बालाहरूले ती हष्टपुष्ट बालाहरूलाई निलिदिएका छन् है, तिनीहरू चाहिँ फस्टाउन सकेका छैनन्। त्यो चाहिँ सबै त्यो भरिपूर्णता सबै हटेर गएको छ। यहाँनिर जुन भरपुरी छ त्यो सम्पूर्ण कुराहरू चाहिँ त्यो न्यायले चाहिँ एकदम त्यसलाई चाहिँ सुस्त बनाइदिएको छ। सबै त्यो अगाडिको त्यो भरपुरीको सम्झनै मेटाइदिएको छ त्यसले। यहाँनिर एउटा प्रसङ्गमा चाहिँ हामीले यो एक किसिमको परमेश्वरको न्यायरूपी कार्यलाई हामीले त्यहाँनिर देख्छौँ। एउटा प्रोसेस हो। प्रस्थानको पुस्तक 10:13। अनि मोसाले मिश्र देशमाथि आफ्नो लौरो पसारे, अनि परमप्रभुले त्यस दिनभरि र रातभरि त्यस देशमाथि पूर्वीय हावा बहाउनुभयो। अनि जब बिहान भयो तब पूर्वीय हावाले सलहहरू ल्यायो। पूर्वीय हावाले सलहहरू ल्यायो, मिश्रमाथि त्यहाँनिर के ल्यायो? न्याय ल्यायो। मिश्रको राजाको घमण्ड चुर पारिदियो, मिश्रका प्रजाहरूको घमण्ड चुर पारिदियो। आफ्नो राज्य र आफ्नो सत्तामा चाहिँ भयङ्कर डुबेकाहरू यिनीहरू, चरम सीमामा पुगेकाहरू यिनीहरू, आफ्नो राज्य, आफ्नो पावर, आफ्नो शक्तिमा चाहिँ एकदमै उन्माद भएकाहरू, तिनीहरूमाथि चाहिँ परमेश्वरले त्यहाँनिर न्याय खनाउनु भयो। पूर्वीय बतास चलाइदिनु भयो, जसले ती धेरै सलहहरू ल्याइदिएर त्यो देशको सम्पूर्ण हरियोपन, त्यो देशको सम्पूर्ण खेतीपाती सबै ती सलहहरूले सुहा पारिदिए, सबै खतम पारिदिए। त्यहाँबाट मिश्रको राजा हेरै हुनु पर्यो, उसको सम्पूर्ण गौरव, उसको महिमा, उसको गर्व सबै एकदम के भयो? टुटेर गयो। त्यसको मतलब उसको घमण्ड र उसको गर्वलाई झारिदिनको लागि परमेश्वरले त्यहाँनिर बतासको प्रयोग गर्नुभएको छ, त्यो हावाको प्रयोग परमेश्वरले गर्नुभएको छ। अब फेरि गन्तीको पुस्तकमा गएर हामीले हेऱ्यौँ भने त्यहाँनिर इजरायलीहरू खान पाएनौँ भनेर चाहिँ गन्जनाउन थाले, मासु खान पाएनौँ, मासु खान पाएनौँ भनेर गन्जनाउन थाले। अनि त्यतिखेर परमेश्वरले फेरि हावा चलाइदिनु भयो। ती बट्टै चराहरू पुरा छाउनीको वरिपरि बसेर तिनीहरूले पर्याप्त रूपमा मासु पाए। अब तिनीहरूको मनोकांक्षा पुरा भयो। यहाँनिर दुईतर्फी न्याय हामीले देख्छौँ। एकतर्फी यिनीहरूको आवश्यकता परमेश्वर पुरा गर्न सक्नुहुन्छ, एकातिर यिनीहरूको त्यो घाँसको फुललाई अझै पनि त्यहाँनिर देखिएको छ, हाम्रो इच्छा पुरा भयो, मासु खाने इच्छा हामीले गऱ्यौँ, हाम्रो इच्छा पुरा भयो।
तर मासु मुखमा पुर्याउँदा बित्तिकै मिल्न पाउँदा नपाउँदै धेरैजना मासु नै मुखमा हुँदा हुँदै मरे भनेर भनेको छ। किन त्यो मासु विषादी थियो होइन? तिनीहरूको अहमतामा तिनीहरूको उत्कट चाहनालाई कन्ट्रोल गर्न नसक्दाखेरि तिनीहरूको त्यो चाहनामाथि चाहिँ न्याय भएको थियो। तिनीहरूको त्यो चाहनाले तिनीहरूमाथि मृत्यु ल्याइदिएको थियो, तिनीहरूलाई विनाशतिर लिएर गइरहेको थियो। त्यसै कारण यो अनावश्यक चाहना, परमेश्वरलाई याद नगरिकन परमेश्वरले गरेका महान कार्य र परमेश्वरले तिनीहरूको जीवनमा ल्याउनुभएका बेनिफिटलाई ध्यान नदिकन गरेका कार्यहरूले तिनीहरूमाथि के लिएर आउँछ? नोक्सान लिएर आउँछ भन्ने कुराको त्यहाँनिर सङ्केत थियो। यहाँ पनि परमेश्वरले त्यो बतासलाई, त्यो हावालाई प्रयोग गर्नुभएको छ। अब यहाँनिर यूहन्नाको सुसमाचारमा गएर हामीले हेऱ्यौँ भने एकजना मान्छेलाई प्रभुले भन्नुहुन्छ कि मानिस नयाँ गरेर जन्मेन भने त्यसले स्वर्गको राज्य देख्न पनि सक्दैन। मानिस बुढो भएर कसरी फेरि गरेर जन्मिन सक्छ? कि आमाको कोखमा फेरि दोस्रोचोटि जान सक्छ भनेर फेरि प्रभुले त्यो निकोदेमसले चाहिँ प्रभुसँग सोध्छ। त्यसपछि चाहिँ त्यहाँनिर केही बातचित हुने क्रममा प्रभुले चाहिँ यो कसरी सम्भव छ? प्रभुले भन्नुभयो आत्मा र पानीबाट जन्मेन भने त तिमीले स्वर्गको राज्य देख्न सक्दैनौ। यो कसरी सम्भव छ भनेको अर्थमा चाहिँ त्यहाँनिर प्रभुले भन्नुहुन्छ हावा जता चाहन्छ त्यता बहन्छ। यहाँ आउनुहोस् त, यूहन्ना सुसमाचार 3 अध्याय त्यसको 8 पदलाई पढ्नुहोस् त। हावा जहाँ चाहन्छ त्यतै बहन्छ, हावा जहाँ चाहन्छ त्यतै बहन्छ, अनि तिमीले त्यसको आवाज चाहिँ सुन्छौ। त्यसको आवाज चाहिँ सुन्छौ, हो कि होइन भन्नुहोस् त? तर त्यो हावाको आवाज चाहिँ सुन्नुहुन्छ तर देख्नुहुन्छ? देख्नुहुन्न। हावा नदेखेपछि हावै छैन भन्न मिलेर? हावा त छ नि, आवाज त सुनिन्छ नि, हुरुरुरु आवाज आएको सुनिन्छ, स्वाँ गरेको आवाज आएको सुनिन्छ है। अनि अगाडि त्यसको के अरे? अनि तिमीले त्यसको आवाज चाहिँ सुन्छौ, आवाज चाहिँ सुन्छौ, तर त्यो कहाँबाट आउँछ, त्यो कहाँबाट आउँछ र कहाँ जान्छ जान्दैनौ। कहाँ जान्छ त तिमी जान्दैनौ। अनि आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ, आत्माबाट जन्मेको हरेक यस्तै हुन्छ। यहाँनिर यो हावाले केलाई सङ्केत गरिरहेको छ? परमेश्वरले गर्नुभएको कार्यलाई सङ्केत गरिरहेको छ, अर्थात् आत्मिक एक्टिभिटिज। परमेश्वरले कसरी यो हावा चाहिँ आत्मासित जोडिएको छ। यहाँनिर अब हामीले पढेको पाठमा के थियो? परमेश्वरको आत्मा जब त्यो माथि बहन्छ, बहने त हावा हो। त्यसैले त्यो हावा बहने कुरालाई चाहिँ परमेश्वरको आत्माको एक्टिभिटी, क्रियाकलापसित यहाँनिर चाहिँ के गरेको छ? तुलना गरेको छ। आत्मामा हिँड्ने मान्छे पनि हावा जता बहन्छ त्यतै हिँड्छ। अब ऊ आफ्नो तरिकाले होइन, अब हावाको चालमा हिँड्छ। अब हिजो आफ्नो योजनामा हिँड्थ्यो, अब ऊ हावाको बहावमा हिँड्छ। हिजो आफ्नो तरिकाले हिँड्थ्यो, प्लानहरू बनाउँथ्यो, म यहाँ जान्छु, उसो गर्छु, उसो गर्छु। यहाँनिर याकुबको पत्रीमा के भनेको छ? मानिसको जीवन चाहिँ के हो? के हो? त्यो त एउटा पानीको बाफ जस्तो हो, त्यो केही समयको निम्ति देखा गर्छ र त्यो उडिहाल्छ भनेर त्यहाँनिर भनेको छ। अनि तिमीहरू यसो भन्नेहरू आज कि भोलि तिमीहरू फलाना सहरमा जाउँला र हामी फलाना सहरमा जाउँला, त्यहाँ नाफा कमाउँला भनेर भन्नेहरू, 1 वर्ष बिताउँला भनेर भन्नेहरू, यो जान्दैनौ कि भोलि के हुने हो? मानिसको जीवन त के हो? यो एउटा बाफ जस्तो, त्यो थोरै समयको निम्ति देखा पर्छ अनि त्यो के गर्छ? बिलाइहाल्दछ। बरु परमेश्वरको इच्छा भए भनेर तिमीहरूले भन्नु पर्थ्यो भनेर त्यहाँनिर भनिएको छ। आउनुहोस् त याकुबको पत्रीमा 4 अध्याय 14 मात्रै पढ्नुहोस् त। तर भोलि के हुनेछ सो तिमीहरू जान्दैनौ, किनकि तिमीहरूको जीवन के हो र? हजुर, यो त बाफ हो जुन थोरै समयका लागि देखा पर्छ र त्यसपछि लोप भइहाल्छ। अनि त्यसको सट्टामा तिमीहरूले भन्नुपर्ने थियो प्रभुले इच्छा गर्नुभयो भने हामी बाँच्नेछौँ र यो अथवा त्यो गर्नेछौँ। यो अथवा त्यो गर्नेछौँ। यहाँनिर एउटा आत्मामा चल्ने मान्छे, परमेश्वरमा निर्भर हुने मान्छे जो आफ्ना योजनामा त्यति धेरै कुद्दैन, आफ्नो प्लानमा त्यति धेरै कुद्दैन, जबरजस्ती गर्दैन, म यसै गर्छु यसै गर्छु। यस्तो खालको जबरजस्ती मान्छे तब गर्छ जब मान्छेमा चाहिँ शारीरिकता हुन्छ, ऊ आत्मामा छैन, उसले परमेश्वरको विषयमा जान्दैन। अनि परमेश्वरको माताहातमा म छु अनि परमेश्वरको मेरो जीवनमा चल्छ भन्ने कुरा उसले जान्दैन। म पनि कुछ हुँ, म पनि केही गर्न सक्छु, म गरेर देखाइदिन सक्छु। तिमीले मलाई नटेरेको, मलाई तपाईँले नबुझेको, म बुझाइदिन्छु। अब म को हुँ भन्ने कुरा मुखले नभने पनि व्यवहारले भन्छ, म त गरेर देखाउनु पर्यो, भएन, साह्रै हेपे यिनीहरूले, अब म गरेर देखाइदिन्छु। हो यही कुराहरू हुन् पानीका बाफ, पानीको बाफ जस्तो जीवन हो यो। तर जसले परमेश्वरमा ध्यान दिन्छ नि त्यो मान्छेले यसो परमेश्वरको इच्छा भए म गरेर देखाउँछु भन्नुपट्टि लाग्दैन, त्यो घमण्डी जीवन हो त्यो। परमेश्वरको इच्छा भए म यसो गर्छु, म परमेश्वरको इच्छा खोज्छु, परमेश्वरको योजना खोज्छु। प्रभु तपाईँको इच्छा के छ? म तपाईँको इच्छा चाहन्छु। प्रभु तपाईँको योजना के छ? म तपाईँको योजना चाहन्छु। प्रभु तपाईँले मेरो जीवनमा के चाहनुहुन्छ? के तपाईँको इच्छा योजनामा बताउनुहोस् कि म तपाईँको इच्छामा चलौँ, किनभने मेरो जीवनमा तपाईँले के इच्छा राख्नुभएको छ, योजना राख्नुभएको छ, त्यसलाई म प्राप्त गर्न चाहन्छु। त्यस कारण त्यहाँनिर 15 पदमा भनेको छ फर द्याट यी अट टु से, तिमीले यसो भन्नु पर्थ्यो, इफ द लर्ड विल, यदि परमेश्वरले चाहनुभयो भने वी शल लिभ, हामी बाँच्नेछौँ, एन्ड डु दिस एन्ड अर द्याट, हामीले यो गर्नेछौँ र त्यो गर्नेछौँ। परमेश्वरले चाहनुभयो भने, परमेश्वरले चाहनु भएन भने आई विल स्टप, म रोकिनेछु।
म फेरि त्यहाँनिर जबरजस्ती गर्ने छैन, म फेरि गर्नै पर्छ। मैले बोलेपछि बोलेँ अब यहाँनिर यो मेरो जुङ्गाको लडाइँ गर्नु, जुङ्गाको लडाइँ भन्नेतिर जानु हुँदैन। जुङ्गाको लडाइँ हुन्छ नि त्यो अब मेरो पनि जुङ्गा छ, मलाई जुङ्गा म ठर्ने कुरा क्या। कहाँ म गिर्न दिन्छु र बोट टारेर भए पनि ठडाउनु पऱ्यो त्यसलाई अब माथि। यसको मतलब म कुद्छु, म गिर्नु हुँदैन यहाँनिर। अब कति पनि भन्दा जान्छन् विश्वासीहरूले पनि, ए के हो तपाईँलाई चाहिँ नरकको डर छैन भनेर गए जाउँला बरु नरकमा होइन। त्यो गलत हो नि त, त्यतातिर नलाग्नुहोस् न, त्यो व्यक्ति गलत हो, उसको पछि नलाग्नुहोस्। उसको पछि लाग्दाखेरि नरक जाइन्छ भने बरु नरकमै जान्छु, मेरो निर्णय हो यो भन्नेतिर लाग्छ मान्छे। किन? यो जुङ्गाको लडाइँ, उसको अस्तित्वको लडाइँ छ त्यहाँनिर। अस्तित्वको लडाइँ लड्नको निम्ति परमेश्वरले हामीलाई भन्नुभएको छैन। परमेश्वरको इच्छा खोज, तिम्रो अस्तित्वमा सङ्घर्ष नगर। घाँसको फुलले कहिलेसम्म सङ्घर्ष गरिबस्छौ? तिमी चाहिँ बिहान सङ्घर्ष गर्छौ, बेलुका अहिले 2-3 घन्टा के सङ्घर्ष गर्छौ? बिहान 6 बजे फुल्यौ, 7 बजे त्यसो फक्रिन थाल्यौ, अब म चाहिँ संसारलाई भुलाइदिन्छु भनेर जति कसियो नि 2-3 घन्टा त हो नि। अनि के कसिन्छौ? के भुलाउँछौ संसार तिमीले? भुलाउँछौ भनेर कसिँदै फलानु त छैन अरे भन्ने सुनिन्छ। केही छैन मान्छेको जीवन। त्यसै कारण हामीले यी घमण्ड गर्न छोडेर हामी परमेश्वरमा निर्भर हुनु र त्यो वायुलाई अर्थात् परमेश्वरको तपाईँ हामीमाथि जुन व्यवहार गर्ने ट्याकलिङलाई, वर्तावलाई स्वीकार गर्नुको विकल्प छैन। प्रभु मलाई नम्र बनाउनुहोस्। कसले यो प्रार्थना गर्न चाहनुहुन्छ? गर्नुहुँदैछ। प्रभु मलाई नम्र बनाउनुहोस्, मलाई हम्बल बनाउनुहोस्। प्रभु मलाई तपाईँको नम्रतामा मलाई डोर्याउनुहोस्। प्रभु मलाई नम्र बनाउनुहोस् भनेर को अहिलेसम्म प्रार्थना गर्नु भएको छ गर्नुहोस् त? धेरैजना हुनुहुँदो रहेछ, प्रभु मलाई नम्र बनाउनुहोस्। तर थाहा छ नम्र कसरी बनिन्छ? यो त सजिलो छैन त यो प्रार्थना। मैले तपाईँलाई बताइदिएँ भने यो प्रार्थना गर्नै छोड्नुहुन्छ तपाईँ। नम्र बनाउनुको निम्ति त मान्छेलाई नम्र बनाउनु त सजिलो छैन त। के गर्नुपर्छ? उनलाई चाहिँ उसमाथि व्यवहार गर्नुपर्छ। एउटा आमा बाउको पहलमा बढेको छोरा अनि साह्रै अटेरी भएको घरमा ढलेको सिन्को नउठाउने, घरमा एउटा काम पनि नगर्ने, आमा बाउलाई चाहिँ पेलेर खाएको सताएको हो, त्यो छोरालाई हम्बल बनाउँछ भने आर्मीमा भर्ती गराइदिनुपर्छ। बुझ्नुभयो? अनि बाबालाई भेट्न नदेखिन कति महिनाभित्रै जोताएर राख्छ। पहिला त उसलाई साह्रै गाह्रो हुन्छ। कसै आमा बाउले एकचोटि भन्न नसकेको छोरा, कसैले केही नसक्ने छोरा अन्त यस्तो भन्नुपर्छ क्या शब्द नआए पनि। हजुर सर क्या चाहिँ बोलेको? आँटाबाट बोल्नु पऱ्यो, भित्र तागत नभए भित्र निकालेर फलानु सुन्दैछु सर भन्नुपर्छ। उसलाई चाहिँ बोलेन भने भएको छैन, त्यहाँनिर बोली मिलेन भने सजाय पाउँछ। एकदमै लल्ला जस्तो चाहिँ नगर्ने भयो भने त्यो बनाउनको लागि उसलाई चाहिँ पुरै तालिमबाट लिएर जान्छ। तालिमले उसलाई चाहिँ के गर्छ? नम्र बनाउँछ। पछि गएर त तालिमबाट फर्केर आएर बाबासँग मुख लाउँदैन त है। ऊ परिवर्तन भइसकेको छ त्यहाँनिर है। अरूको अधीनतामा, अरूले अधीनतामा नबसेको व्यक्तिलाई त्यो साँचोमा लिएर जानुपर्छ। तपाईँ हामी जबसम्म हामीमा घमण्ड रहन्छ तबसम्म परमेश्वरको वायु हाम्रो जीवनमा चल्न सुरु गर्छ। उस्तै गरेर नै बाला सुकाइदिन्छ। के गर्छ अरे? बाला सुकाइदिन्छ। त्यो वायुले लाल समुद्रको पानी सुकाइदियो कि सुकाइदिएन? नुहको समयको त्यत्रो पानी सुकायो कि सुकाएन? त्यो पानी सुकायो। सल ल्याएर चाहिँ मिश्रको राजालाई चेत खुवायो कि भएन? त्यो वायुले चेत खुवायो। त्यही वायुले चाहिँ बट्टाइ चरा ल्याएर इजरायलीहरूलाई पाठ सिकायो कि सिकाएन? त्यही वायुले तपाईँ हाम्रो जीवनमा भने त्यो वायुलाई बहन दिनुपर्छ। प्रभु म नम्र हुन चाहन्छु। हो छोरा तिमी नम्र हुन चाहन्छौ? प्रभु नम्र हुन चाहन्छु। छोरी तिमी नम्र हुन चाहन्छौ? म नम्र हुन चाहन्छु। तिमीलाई नम्र बनाउनको निम्ति मैले छडी लाउनु पर्यो भने नि ठिक छ प्रभु। तिमीलाई नम्र हुनको निम्ति तिमीलाई अलिकति घमण्डी बनाउने तिमीसँग पैसा छ, त्यो पैसालाई चाहिँ तिम्रो पढाइ बनाइदिनु पर्यो भने नि के गर्नुपर्छ? तिमीलाई त त्यो पैसै नभएर एउटा सिटामोल पनि किन्न नसक्ने बनाइदिनु पर्ने स्थिति पनि आउँछ। बस घमण्डमा बढेको व्यक्तिको त छैन, केही पनि छैन, जिरो, सबै माइनसमा छ। जिल्ल परेर हेर्छ नम्र बन्न त कति गाह्रो रहेछ। यही पैसा त थियो नि बाबु तिमीलाई चाहिँ गाली घमण्डी बनाउने, मान्छेको सामने कसैलाई मान्छे नगर्ने, कति ठुलो भएर बोल्थ्यौ त बाबु तिमी यस्तो भएको मलाई मन परेको थिएन। तिमीले नम्र बन्न चाह्यौ, धेरै राम्रो माग राख्यौ तिमीले। मैले भने नम्र बनाउनु के गरेको प्रभु तपाईँले मेरो जीवनमा? मेरो छोरा तिम्रो माग सुनिदिएको त मैले, तिम्रो प्रार्थना सुनेको त मैले। के प्रार्थना गरेन मैले? नम्र बन्न पाऊँ भनेर प्रार्थना गरेको थियौ। अनि यो पैसाको मुखै देख्न नपाउने मलाई किन बनाउनु भयो त प्रभु? यही पैसा त थियो बाबु, तिम्रो जीवनमा जे गरेको थियो यसैले गरेको थियो। यही पैसालाई तिम्रो जीवनबाट मैले दूर नगरिन्जेलसम्म तिम्रो होस चाहिँ नखोल्ने भयो त बाबु। अब कतिको केमा घमण्ड हुन्छ? राम्री श्रीमतीमा घमण्ड भएर, राम्री सबैको श्रीमती अन्त मेरी श्रीमती राम्री श्रीमती घमण्ड भएर अब पछि राम्री श्रीमतीमाथि पनि हावा चलाउनु पर्छ।
कसैको आफ्नो श्रीमानमा घमण्ड भयो अरे, अब फेरि परमेश्वर त्यहाँ पनि हावा चलाउनु पर्छ। कसैको चाहिँ घरमा घमण्ड भएछ, मेरो जस्तो घर त कसैको छैन। लास्टमा परमेश्वरले त्यो घरमाथि हावा चलाउनु पर्छ। अन्त घर त हेर्दा हेर्दै हेर्दा हेर्दै हेर्दा हेर्दै घर त ब्याङ्कको नाममा भइसकेको छ। ब्याङ्कबाट चिठी आउँछ, ल तपाईँको घर चाहिँ फलानु घर चाहिँ लिलाममा। ए बाबरे, अब त घर नबासको भयो, ऊ त कहाँ पुग्यो, रोडमा पुग्यो। अनि त्यहाँ बसेर भन्छ, हे प्रभु अन्याय भयो। भएको छैन छोरो, तिमीले माग सुनेको मैले, तिमीलाई नम्र बनाउनु भनेको होइन तिमीले, म तिमीलाई नम्र बनाउन चाहन्छु। अनि यस्तो हुनुभन्दा त म घमण्डै हुन्छु प्रभु भन्ने। त्यसो भए त तिमी विनाशतिर जान्छौ, तिमी जीवन चाहन्छौ कि विनाश चाहन्छौ छोरो? म जीवन चाहन्छु प्रभु। त्यसमा त नम्र हुन मन पराएको छ तिमीले, राम्रो कुरा हो त। नम्रले पृथ्वी अधिकार गर्नेछन्, तिमी अधिकार गर्न चाहन्छौ कि दास हुन चाहन्छौ? म अधिकार गर्न चाहन्छु। त्यसो भने त यो मैले मेरो हावालाई चाहिँ स्वीकार गर न त, जो हावा चलाउँदैछु। हेर, लाल समुद्र सुकाइदिएको थियो मेरो हावाले, पानीको दिवारमा खडा पारिदिएको थियो हावाले। केले खडा पार्यो भन्नु होला तपाईँले? पानीको दिवारलाई थाम्ने के थियो? परमेश्वरको हावा थियो। कस्तो खालको हावा थियो त्यो चाहिँ म जान्दिनँ, परमेश्वरले जान्नुहुन्छ। नुहाको जलप्रलयको त्यत्रो विशाल पानीलाई सुकाइदिने परमेश्वरको हावा थियो, त्यत्रो सलहरूलाई लिएर आउने परमेश्वरको हावा थियो, त्यत्रो भट्टाइ चराहरू लिएर आउने परमेश्वरको हावा थियो। अरू धेरै छन् त बाइबलमा खोजेर हेर्नुहोस्। यी धेरै हावाहरू जसले चाहिँ तपाईँ हाम्रो जीवनमा बर्ताव गर्न परमेश्वरले आउन दिनुहुन्छ। त्यसो मतलब परमेश्वरको तपाईँ हामीलाई चाहिँ परमेश्वरको काम लाग्ने मान्छे बनाउनको लागि तपाईँ हामी एउटा प्रोसेसबाट जानुपर्छ, त्यो एउटा प्रक्रियाबाट तपाईँको जानुपर्छ, त्यो रोज्नुपर्छ तपाईँ र मैले। अब त्यसमा कति टाइम लाग्छ भनेर तपाईँ र ममा निर्भर हुन्छ। अब कति टाइम लाग्छ त? तपाईँ हामी जति नम्र हुन्छौँ त्यति नै छिटो हुन्छ, जति घमण्डी हुन्छौँ र बुझ्न र सिक्न जानेनौँ त्यति ढिलो हुन्छ। तर यी सबै कुराहरू जे जति हाम्रो जीवनमा आइरहेका छन् त्यसमा धन्यवादी हुन सिक्नुपर्छ। तपाईँको राम्रो खेतीपाती छ, त्यसमा घमण्ड गरिबस्नु भएको छ, त्यसपछि खेतीपातीमा हावा चल्छ। तपाईँको राम्रा छोराछोरी छन्, छोराछोरीमा घमण्ड छ, छोराछोरीमा हावा चल्छ। छैन, कतैबाट नै हुँदैन, के भयो यस्तो पुस्त भइरहेको छ। परमेश्वरलाई त थाहा छ, परमेश्वरले गल्ती त गर्नुहुन्न, गर्नुहुन्छ र गर्नुहुन्न। तपाईँ र मलाई चाहिँ विशेष बनाउन चाहिरहनुहुन्छ भने त्यतिखेर यो कुरा बुझ्न सक्नु पर्यो, हे परमेश्वर तपाईँको उद्देश्य ममाथि कति महान रहेछ, मलाई विशेष बनाउने तपाईँको चाहना रहेछ, अनि मलाई त्यो विशेष बनाउनको निम्ति यो प्रक्रियाबाट मलाई जानुपर्ने रहेछ। प्रभु धन्यवाद तपाईँलाई भन्न सक्नु पर्यो क्या। परमेश्वरको लाठोलाई सहन सक्नुपर्छ, लौरीलाई सहन सक्नुपर्छ। परमेश्वरको हामीमाथिको व्यवहार प्रेमको व्यवहार हो। प्रेम गर्ने छोरा बाबुले आफ्नो छोराछोरीलाई के लगाउँछ अरे? कोर्डा लगाउँछ। त्यो कुरा सहन सक्नुपर्छ। अनि त्यसपछि हावाको तालमा चल्दै हुन्छ तपाईँ। हामी त्यो हावा भनेको संसारको हावा हराइने भने होइन, परमेश्वरको आवाज सुन्नपट्टि लाग्छौँ। अब हामी कताबाट आउँछ, कताबाट आफ्नो निर्णय सकिए, आफ्नो डिसिजन सकिए, आफ्नो प्लान सकिए, आफ्नो योजना सकिए, अब सबै प्रभु फलानु यसो भन्दैछ, के गरौँ? मिश्रमा युसुफले बाउलाई खबर पठाउँछ, अब मिश्रमा आउनुहोस्, यहाँ अन्न छ, अब अझै यति वर्ष छ, अनिकालका वर्ष यति छन्, त्यसकारण यहाँ आउनुहोस् भनेर पठाउँछ। पहिला त खुसी हुन्छ याकुब, अब म बढ्नुभन्दा अगाडि मेरो छोरालाई देख्छु। त्यसले चाहिँ परमेश्वरको इच्छा खोज्छ। परमेश्वरले जाऊ भन्नुहुन्छ, बल्ल जान्छ, त्यत्तिकै जान्न। अब त त्यो सुखमा जानु पनि परमेश्वरको इच्छा बुझ्नुपर्छ। उसको मनमा लागे अनुसारको विचारमा अब हिँड्दै, किनभने ऊ अब परमेश्वरको हावा चलेर 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 चाहिँ अब त्यो भइसकेको छ। अब जता भन्यो त्यता हिँड्ने भइसकेको छ। अब त्यसै क्रिस्चियनको जीवनमा किन धन बर्सिन्न भन्ने तपाईँको प्रश्न होला। अब भन्नुहोस् त, तपाईँको जीवनमा धन बर्सिएर समस्या समाधान हुन्छ? तपाईँ चाहिँ भोलि परमेश्वरसँगै रहने त्यो एउटा कहिल्यै नउइने फुल बन्न सक्नुहुन्छ। अब यहाँनिर तपाईँको जीवनमा त्यो हरियोपन लिएर प्रभु आउनुहुन्छ, अनि तपाईँको आफ्नोपन सुकेर जान्छ, अनि परमेश्वरको हराभरा तपाईँको जीवनमा सधैँ रहन्छ। तपाईँ हामीले सुकेका रुखहरू, प्रभु हरियो रुखसँग तिनीहरूले यो गरे भने सुकेका रुखहरूलाई के कसो गर्लान् भनेर प्रभुले भन्नुभयो नि। त्यो क्रुसको बाटोमा, कल्भरी बाटोमा जाँदै गर्दाखेरि रोइरहेका स्त्रीहरूलाई प्रभुले भन्नुभयो, नरो, तिमी र तिम्रो सन्तानका निम्ति रो। हेर, हरियो रुखलाई त यिनीहरूले छोडेनन्, त सुकेका रुखहरूको के हालत? तिमीहरू सुकेका रुख हो, के तिमी पनि हरियो बन्न चाहन्छौ? म हरियो, रेशमेल, म जीवन हो। तिम्रो सुकेको जीवनमा म सदासदाको हरियाली ल्याउँछु। अब तिमी सुकेका घाँसहरूमा अब सधैँको हरियो लिएर आउँछु। त्यो दिउँसोको घामले फेरि सुक्दैन, बुझ्नुभयो? तिम्रो फक्रिएको जीवनमा अब मैले एउटा फुल फुलाउँछु। तिमी आफै फुल्दैछौ, त्यो सुकेर जान्छ, ओइलिएर जान्छ। तर जब म तिम्रो जीवनमा फुल्छु, तब त्यो जीवन कहिले पनि के गर्दैन,
ओइलिँदैन, जस्तै घामले नै ओइलिँदैन त्यो सधैँ सधैँ फल्छ, सधैँ सधैँ बाँच्न दिन्छ, त्यसले सधैँ सधैँ फक्री बस्छ। त्यो त्यस्तो फुल संसारमा देख्नु भएको छ? देख्नु भएको छैन। तर ती फुलहरू तपाईँ हामी हौँ। यदि प्रभुले यसलाई हाम्रो जीवनमा फुल्न दियौँ भने, हामी ओइलिने फुलहरूले हामी आफूलाई ओइलिने ठाउँमा परमेश्वरको त्यो हावालाई हामीले चाह्यौँ भने हाम्रो जीवनमा चाहिँ प्रभु फुल्नुहुन्छ अनि हामी सधैँ फक्रिन्छौँ, सधैँ सुगन्ध छर्नेहरू बन्छौँ है। हामी परमेश्वरको घरमा सधैँ के गर्नेछौँ? परमेश्वरको घरमा रोपेको वृक्ष जस्ता हुनेछौँ, जसले सधैँ के हुन्छ? त्यो हरियाली हुन्छ। नदी किनारमा रोपेको बोट, नदीले हाम्रो प्रभु येशू ख्रीष्टको लाइफलाई सङ्केत गर्छ। तब हामी नदी किनारमा रोपेका बोट जस्तै हुन्छ। त्यो बाटोमा आउँदाखेरि त्यहाँ तल नाङ्गो बाटो आउनुभन्दा अलिक तल एउटा मजाको एउटा जङ्गल छ क्या पारिपट्टि। यहाँ वरिपरिका डाँडाहरू प्रायः गोसा डाँडा छन्। अरूबाट भन्दै भने कस्तो रित्ता डाँडाहरू हुन्, रुख पनि छैनन्, पहाडहरू मात्रै छन्। तर त्यहाँनिर एउटा मनमोहक दृश्य छ। एउटा मजाको त्यो खोला नदीको ठ्याक्कै पारिपट्टि एकदम हरिया रुखहरू, एक नाचका रुखहरू मजाको छ कि त्यहाँ बस्नु जाने खालको त्यो वनको म कल्पना गर्छु। त्यहाँ राम्रो छ त्यो। अनि मैले मेरो छोरीलाई देखाएर भने, हेर नदी किनारमा रोपेको बोटहरू। भनेको यही हो, बुझी कि बुझिन गर्ने छोरीले? भनेको यही हो, बुझी कि बुझिन गर्ने छोरीले? त मैले भनेको नदी किनारमा रोपेको बोट नित्य हरियाली हुन्छ भनेको। हेर कति हरिया छन्। यो सुकेका डाँडाहरूको बिचमा कस्तो मनमोहकता ती रुखहरूले दिएका छन्। उजान डाँडाहरूको बिचमा यो कस्तो सुन्दर छ, किन? नजिकै नदी बगिरहेको छ। यिनीहरू ओइलाउँदैनन्, यिनीहरूमा खडेरीको चिन्ता हुँदैन। यिनीहरूमा खडेरी आयो भन्नेको चिन्ता छैन। नजिकै नदी बगिरहेको छ, पानीको सिँचाइ तिमीलाई कन्टिन्यू दिइरहेका छन्। हो, यो चाहिँ नदी किनारमा रोपेका बोट जस्तै तिमी हुनेछौ। नदी किनारमा रोपेका बोट जस्तै तिमी हुँदछन्, नित्य हरियाली फलदायक हुन्छन्, प्रत्येक कार्यमा सफल बन्दछन्। प्रत्येक कार्यमा बल्ल प्रभुबाट हुन्छ नि, हामी सफल बन्दै बन्दै जान्छौँ। असफल 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 स्वीकार्दै जानुहोस्। म तपाईँको मान्छे बन्न चाहन्छु, म तपाईँको इच्छामा हिँड्ने मान्छे बन्न चाहन्छु। तपाईँमाथि आएको व्यवहारलाई सधैँ तपाईँलाई रित्याउनको निम्ति, तपाईँकोबाट तपाईँपन निकाल्नको लागि, तपाईँभित्र जकडेर तपाईँको नसा नसाका कपालको गुजुल्टो जस्तो भएर बसेको त्यो तपाईँको अहमता, तपाईँ र ममा भएका ती मेरापनहरू, तिनीलाई निकाल्नको निम्ति त्यहाँनिर परमेश्वर एउटा प्रक्रियाबाट तपाईँलाई मलाई लिएर जानु परेको छ। त्यो लिएर जाँदै 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 गर्दाखेरि हामी तयार हुँदै हुन्छ। एउटा व्यक्तिले केही दिन अगाडि मैले सुनेको थिएँ, क्यान्सरको उपचारको विषयमा कुरा गर्दै थिएँ क्या। यो विभिन्न धमाका हामीले गर्छौँ। यो क्यान्सरको उपचारको निम्ति सजिलो उपाय छ त। क्यान्सरका सेलहरूले के खान्छन् त्यही कुरा नखाउँ न। क्यान्सरका सेलहरू खान नपाएर मर्दै जान्छन् अनि तिनीहरू नष्ट हुन्छन्। जब त्यसलाई मनपर्ने खाना हामी खान्छौँ अनि त्यसपछि त्यसका सेलले चाहिँ मजाले खानेकुरा पाउँछन् अनि ती नष्ट हुँदैन। ती चाहिँ कसरी नष्ट हुन्छन्? त्यो फैलिँदै जान्छन्। यसको मतलब त्यो एउटा थ्योरी प्रस्तुत गरिदिएको थियो उसले। क्यान्सरका सेलले खानेकुराहरू के हुन् र हामीले खाने कुन कुन खाना बनाइन्छ ती के क्यान्सरको सेल बढ्ने खानेकुराहरू हो, ती खानेकुरा खान छोड्यौँ। त्यो त सबैले होइन, क्यान्सरको कोष जसमा वृद्धि हुँदैछ ती व्यक्तिले मात्रै। दुधका आइटमहरू, मासुका आइटमहरूको विषयमा उल्लेख गरिरहेको थियो है। अनि ती चिजहरूबाट चाहिँ त्यसका सेलहरूले एकदम वृद्धि पाउँछ। त्यो सत्य होला नहोला त्यो ठाउँमा होला, तर त्यो एउटा थ्योरी छ। त्यो थ्योरी चाहिँ के छ भने हामीलाई चाहिँ घमण्डी बनाउने कुराहरू के छन् ती कुराहरूलाई हटाउनको लागि गाह्रो त हुन्छ नि। अब दुध खान छोड्यो, मासु खान छोड्यो भने मान्छे चाहिँ के हुन्छ? सुकुटे लाल हुन्छ, दुःख हुँदै जान्छ, पेट घट्दै जान्छ, अनुहार यस्तो हुँदै जान्छ, बुढो जस्तो देखिन थाल्छ जवान पनि हो। तरै पनि त्यहाँबाट जानु परेको छ नि त। कति कुछ पानी के लिए कुछ खाना भएका हुन्छ क्या। त्यसै औषधि हाम्रो जीवनमा चलिरहेको छ भने सुगरको पेसेन्ट व्यक्तिले कति कुरामा खाना बार्नुपर्छ। त्यसै गरेर उसको शरीरमा चाहिँ शरीर बटाउन त पाउँदैन अनि त्यसै केही सकसबाट उसलाई जानु परेको छ नि त त्यहाँबाट हो। त्यस्तै किसिमले तपाईँ हामी पनि त्यो सकसलाई स्वीकार्दै 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 अगाडि गयौँ भने अनि बल्ल त्यो एउटा दिन आउँछ। सबै त्यो हाम्रो पन चाहिँ हटेर जान्छ, हाम्रा घमण्डहरू ल्याउने कुराहरू हटेर जान्छन्। हामी नम्र हुन सिक्छौँ। अब आफूलाई देखाउने मान्छे बन्न छोड्यौँ हामी, आफूलाई प्रदर्शन गर्ने मान्छे हुन छोड्यौँ हामी। अब हामी राम्रो मान्छे, अब जस्तै कुरालाई सहन सिक्यौँ। हामीलाई भनाइ आयो, विरोध आयो, टस आयो भने हामी सहन सिक्यौँ। अब हामीले त्यो सङ्घर्षमा तपाईँ हामी गुज्रेर गइरहेका छौँ। ती सबै सङ्घर्षलाई अब तपाईँ हामी पार गर्दै गइरहेका छौँ। अब हामी विजयी भन्छौँ। विजय भइसकेपछि त प्रभुले ती सबै कुरा फिर्ता गर्नुहुन्छ। जसरी अयुबको जीवनमा सबै कुराहरू के भयो? अब के भयो? डबल भयो। किन? अयुबको जीवनमा हावा चलाइयो, बुझ्नुभयो? अयुबको जीवनमा परमेश्वरको हावा चल्यो, जुन परमेश्वरको हावा उसको जीवनमा चल्यो अनि जुन हावाले गर्दाखेरि चाहिँ अयुब चाहिँ खाक लास्टमा गएर केही नबोल्ने खाउँ बोल भन्दा नि म बोल्दिनँ अब भन्नेतिर गयो चाहिँ लास्टमा गएर धुलो र खरानीमा बसेर पश्चाताप गऱ्यो भन्छ। अनि त उसको जीवनमा सबै कुरा परमेश्वरले डबल फर्काइदिनु भयो।
अब उसलाई चाहिँ दुःख दिनु पनि आवश्यक छैन। अब उसमा धनै आए पनि त्यो घमण्डी हुँदैन। अब उसको सबैको भन्दा ठुलो घर भए पनि मेरो घर ठुलो छ भनेर दाँजी बस्दैन। अब उसले दाँजी बस्दैन। अब अरूको भन्दा ब्याङ्क ब्यालेन्स धेरै छ भने ब्याङ्क ब्यालेन्समा गरेर बस्दैन, घमण्ड गरी बस्दैन। अब उसका कपडा कस्ता छन् अरूसित तुलना गरी बस्दैन। छोराछोरीमा अरूका भन्दा मेरो राम्रो छन् भनेर घमण्ड गर्न चल्ला छैन। अब जस्तै राम्रो आए तापनि कहिल्यै घमण्डी हुँदैन। ऊ चाहिँ परमेश्वरको इच्छा खोज्छ, ऊ सधैँ आफूलाई चाहिँ एउटै ब्यालेन्समा राख्छ। अब ऊ चाहिँ हाउ के हुँदैन, त्यो चाहिँ हाबी हुँदैन पनि, कुनै कुरा हाबी हुन दिँदैन उसको जीवनमा। अब ऊ चाहिँ एकदमै घमण्डले फुलिँदैन। अब प्रत्येक नम्रता सिक्यो। अब उसले अब उसको धन बढ्यो भने पनि त्यो प्रभुको विश्वासीहरूको काममा आउँछ, मण्डलीको काममा आउँछ। अब ब्याङ्कमा थुप्रेर ब्याङ्कमा मात्रै पैसा कमाउन दिँदैन। अब उसले अब प्रभुको काममा युज हुन्छ। परमेश्वरले ठान्नुहुन्छ अब मैले यसलाई धन दिएँ भने यो अरू धेरै गरिबहरूको आवश्यकताको निम्ति हुन्छ। अब त्यो परमेश्वरबाट आएको कुरा हुन्छ, त्यो परमेश्वरको महिमाको कारण बन्छ। अब त्यहाँनिर नो प्रब्लम, नो समस्या। हाम्रो जीवन फुल फक्रेको फुल बन्छ। चारैतिर मनमोहक हुन्छ। तपाईँ हामी चारैतिर फक्रिन्छौँ, फुल्छौँ, अनि त्यो फुल सबले देख्छ। अब यो पहिलाउने फुल होइन, बुझ्नुभयो? के साँच्चै मिठो छैन र? यो कहानी कति राम्रो छ होइन? कहानी हो यो, कहानी राम्रो छ होइन? यो कहानी होइन, यो हकीकत हो। यही जीवन हो क्रिस्चियन लाइफ। बल्ल असल क्रिस्चियन भने क्या हो? क्रिस्चियन त यहाँबाट पो निस्केर आयो त। भुइँ भुट्टा हुँदैन त क्रिस्चियन त। क्रिस्चियन त विधिगत जन्मिन्छ क्या, बुझ्नुभयो? आजकल त साँच्चै भुइँभुट्टा क्रिस्चियनहरू हुन्छन्, भुइँभुट्टा पास्टरहरू, भुइँभुट्टा म्यासेन्जरहरू। उर्ली उर्ली म्यासेन्जर भोलि गरेर जाँडे हान्छन्। अर्थै छैन त्यो भुइँभुट्टाहरू। अब यिनीहरू चाहिँ जन्मिएका क्रिस्चियनहरू। त्यसै एउटा यहाँ पाठ पढ्छ, म सके सक्छु। पत्रुसको पत्रिका आउनुहोस् त। पहिलो पत्रुस 1 अध्याय 22, 23, 24, 25 पढ्नुहोस्। आत्माद्वारा सत्यता पालन गरेर तिमीहरूले आफ्ना मनलाई शुद्ध पारेका छौ। त्यसै कारण एकअर्कालाई चोखा रीतिले गहिरो प्रेम गर, किनकि नाश हुने होइन तर नाश नहुने बेहुमा त परमेश्वरको जिउँदो र सधैँ वचनद्वारा तिमीहरूको नयाँ जन्म पाएका छौ। परमेश्वरको रहिरहने त्यो वचनद्वारा तिमीले नयाँ जन्म पाएका छौ। त्यो परमेश्वरको वचनद्वारा तिम्रो नयाँ जन्म भएको छ। अनि अगाडि किनकि सबै प्राणी घाँस जस्तै, किनकि यस प्रसङ्गले हामी त तल्लो पद मात्रै पढ्थ्यौँ कि कुन प्रसङ्गमा आएको भन्ने हामीलाई थाहा थिएन धेरैचोटि। किनकि सबै प्राणी किन हामी तिमीले नयाँ जन्म पाएका छौ परमेश्वरको अविनाशी बिउद्वारा। किनकि सबै प्राणी घाँस हुन्, अर्थात् मानिसबाट आएको जीवन घाँस हो, प्रभुबाट आएको जीवन चाहिँ घाँस होइन भनेको के? किन छ कि छैन भन्नुहोस् त कुरा? यो किन पढिकन तल्लो मात्रै पढ्छौँ हामीले, त्यही भएर कुरा बुझ्दैनौँ। तिमीले अविनाशी बिउबाट नयाँ जन्म पाएका छौ, त्यसमा तिमी घाँस होइनौ। अघि त सबैलाई घाँस भनेको थिएँ मैले। अब प्रभुमा नयाँ जन्म पाएका विश्वासी घाँस होइनन्। ए घाँस विश्वासी अब घाँस नभन्नुहोस् है हजुरलाई। ए घाँस नभन्नुहोस्, विश्वासी घाँस होइन। किनभने उसले के पाएको छ? अब नयाँ जन्म पाएको छ। उसले अविनाशी बिउबाट जन्मिएको छ। अब विश्वासी कहिले नै फुल होइन, किनभने उसमा को फुलेको छ? को फुलेको छ? प्रभु येशू मसीह फुल्नु भएको छ। प्रभुको जीवन फुलेको छ उसमा। पढ्नुहोस् अगाडि। मानिसको महिमा। अब तिमीहरूमा मानिसको महिमा छैन। अब कसको महिमा छ तिमीहरूमा? कसको? ख्रिस्टको महिमा छ। मानिसको महिमा थियो, त्यो भइदिएर गयो। त्यो बतासले तिमीलाई ठिक ठाउँमा ल्यायो। अब जन्म्यौ, अब बतासले हामीलाई मान्छेको महिमा हटाउनु पर्यो नि हामीबाट। मान्छेको फुल त्यो घाँस पनि हामीबाट हटाउनु पर्यो नि त। मान्छेको महिमा हामीबाट हटाउनु पर्यो नि त। अनि क्रिस्चियन महिमा हाम्रो जीवनमा आउनु पर्यो नि त। यसैको लागि भएको स्ट्रगल हो, यो लडाइँ हो। यो त्यही भएर क्रिस्चियनहरू चाहिँ चेपाडबाट चेप्टिएर जानु परेको कारण यो हो। क्रिस्चियनहरू चाहिँ एकदम त्यो सङ्घर्षबाट जानु परेको कारण चाहिँ यो हो। किन भन्दा उनीहरू चाहिँ एक दिन प्रभुसित सधैँको निम्ति राज्य गर्ने ठाउँमा जानु परेको छ उनलाई। त्यस कारण मान्छे भन्नु परेको छ क्या। त्यस कारण मानिसको महिमाले मान्छेलाई मान्छे भन्न दिँदैन। मानिसमा चाहिँ कसको महिमा आउनुपर्छ? ख्रिस्टको महिमा आउनुपर्छ। तब उसले चाहिँ मान्छे भन्छ। चाहिँ पढ त अगाडि। मानिसको जीवनमै तिमी रह्यो भने त ओइलिएर जान्छ, त्यसको फुल झरिहाल्छ। तिमी नझर्न चाहन्छौ भने अब नयाँ जन्म पाएको यो जीवनलाई थामिराख। तिमी नझर्ने फुल भन्छौ, त्यसपछि नओइलिने फुल भन्छौ तिमी। अब नसुक्ने घाँस भन्छौ। अब तिम्रो जीवन हरियाली, नित्य हरियाली, नित्य फल लागेको हुन्छ तिमीहरू चाहिँ। परमेश्वरको आँगनमा रोपिएको बोट जस्तै हुन्छौ तिमी। अब तिमी ओइलिएर जाँदैनौ। यो जीवन कतिसम्म पढ्यो? 25 भने यो जुन वचनद्वारा हामीले अविनाशी, जुन वचनद्वारा हामीलाई यो कन्भर्सन आएको, परिवर्तन आएको छ, यो सदा सर्वदा रहन्छ। हामीमा परमेश्वरको वचन रहन्छ अनि हामी पनि रहन्छौँ। हाम्रो हरियोपन पनि रहन्छ, हाम्रो बासना पनि फक्रिएकोपन पनि रहन्छ। अनि देख्नुभयो, सुसमाचारको वचनले हामी कहाँ जीवन ल्याएको होइन। अनि यो जीवन आइसकेपछि अब हामी घाँस होइनौँ। त्यसै कारण मरेका विश्वासीलाई घाँसको जीवन थियो, मरेर गयो भने त्यो वचन दिनु पनि नसो होला। सबै ठाउँमा यो वचन मिल्दैन। पापमा भएकाहरूलाई घाँससित तुलना गर्न मिल्छ।
तर मुक्ति पाएकाहरूलाई होइन। तपाईँले मैले मुक्ति पाएका छौँ, अब हामी घाँस होइनौँ, ओइलेर जाँदैनौँ, सुकेर जाँदैनौँ। हामी परमेश्वरको आँगनमा सधैँसम्म फुलिरहने हरिया नित्य हरियाली हुने बोट भन्छ। हामी नित्य फल दिनेहरू बोट भन्छौँ हामी, अर्थात् त्यो हरिया नदी किनारमा रोपेका बोट जस्तै भन्छौँ हामी। त्यसै कारण यही जीवन जो ख्रिस्टबाट पाउने जीवन हो, जुन जीवन परमेश्वरले हामीलाई दिन चाहेको जीवन हो है, यो जीवनमा रमाउन सक्नुपर्छ, बलिरहन सक्नुपर्छ। र परमेश्वरले हामीलाई सहायता गर्नुभएको छ।